छन् परिवर्तन हातेमालो युवा क्लबका गोलकिपरले जर्सी नम्बर 7 अनिल राणामगरका पेनाल्टी सुटआउट त्यस्तै गरी पेनाल्टी सुटआउटमा देख्न सक्छौँ हामी जर्सी नम्बर 11 का खेलाडी सुजन श्रेष्ठ परिवर्तन हातेमालो युवा समाज संगठन जर्सी नंबर 11 सुजन श्रेष्ठ पेनाल्टी सुटआउट हातेमालो खेल गर्न सफल भएका छन् जर्सी नंबर 11 का खेलाडी त्यस्तै गरी पेनाल्टी सुटआउटमा देख्न सक्छौँ हामी जर्सी नम्बर 30 का खेलाडी जीत मगर गणखोला एफसी जीत मगर जर्सी नम्बर 30 गणखोला एफसी निकै गोल गर्न सफल भएका छन् जर्सी नंबर 30 का खिलाड़ी जीत मगर गणखोला एफसी त्यस्तै गरी पेनाल्टी सुटआउटमा आउनुभएको छ परिवर्तन हातेमालो फुटबल क्लबका खेलाडी जर्सी नंबर 7 अश्विन लो जर्सी नंबर 7 का खिलाडी अश्विन लो पेनाल्टी सुटआउटमा देख्न सक्छौँ हामी गोल गर्न सफल भएका छन् जर्सी नंबर 7 का खिलाडी अश्विन लो हातेमालो परिवर्तन त्यस्तै गरी पेनाल्टी सुटआउटमा देख्न सक्छौँ हामी गणखोला एफसी का जर्सी नंबर 4 का खिलाडी छिरिङ लामा जर्सी नंबर 4 गणखोला एफसी फाइनल हैन फेरि बिदा पर्दै त्यसरी हान्छ त्यसले भिड हान्दैन त्यसरी हान्छ रोक्दियो खेल गर्न सफल भएका छन् जर्सी नंबर 4 का खिलाडी छिरिङ लामा गणखोला एफसी त्यस्तै गरी हामी पेनाल्टी सुटआउटमा देख्न सक्छौँ जर्सी नंबर 2 का खिलाड़ी नवीन मगर जुनेल घिसिङ नाम मिस्टेक भएको छ यहाँ जुनेद घिसिङ पेनाल्टी सुटआउट गोल गर्न सफल भएका छन् जुनेद घिसिङ परिवर्तन हातेमालो फुटबल क्लब त्यस्तै गरी हामी पेनाल्टी सुटआउटमा देख्न सक्छौँ गणखोला स्पोर्ट्स क्लबका जर्सी नंबर 5 का खिलाडी सुशान्त थापा जर्सी नंबर 5 गणखोला एफसी सुशान्त थापा पेनाल्टी सुटआउटमा देख्न सक्छौँ हामी निकै दबाव छ गणखोला एफसी को लागि गोल गर्न सफल भएका छन् जर्सी नंबर 5 का खिलाडी सुशान्त थापा गणखोला एफसी त्यस्तै गरी परिवर्तन हातेमालो फुटबल क्लब का जर्सी नंबर 27 का खिलाड़ी आशीष भुजेल जर्सी नंबर 27 आशीष भुजेल परिवर्तन हातेमालो एफसी गोल गर्न सफल भएका छन्
जर्सी नम्बर 27 का खेलाडी अश्विन भुजेल। यसको रोकिदियो भने सिद्धि होइन त बोल्दै यसको रोकिदियो भने सिद्धि होइन त्यस्तै गरी गणखला एफसीका जर्सी नम्बर 12 का खेलाडी देख्न सक्छौँ हामी प्लान्टी सुधारमा समीर सुनार। समीर सुनार जर्सी नम्बर 12 गणखला एफसी। पोलमा हान्छ कि त्यो पोलमा खेल गर्न सफल भएका छन् जर्सी नम्बर विनिङ गोलको लागि 12 का खेलाडी समीर सुनार। अब यसले हान्छ कि हान्दैन यार त्यस्तै गरी हामी देख्न सक्छौँ प्लान्टी सुधारमा परिवर्तन हातेमालो एफसी का खेलाडी जर्सी नम्बर 8 सुशान्त गुरुङ। जर्सी नम्बर 8 का खेलाडी सुशान्त गुरुङलाई देख्न सक्छौँ हामी प्लान्टी सुधारमा। हिरो हुने मौका यस्तैको है आज गेम चाहिँ बबाल थियो सुशान्तको हान्यो गोल गर्न सफल भएका छन्